कति कम्पनीबाट प्रतिनिधित्वहरू चाहिँ यहाँसम्म आइदिनु भएको सबैलाई धन्यवाद म चाहिँ आइसमा प्रोटेक्सन लिएर मसँग आइसमा पनि हुन्छ विगत हामीले यहाँ लगभग 15 दिन अगाडि हामीले यहाँतिर चाहिँ हामीले लगभग 10-12 खेती नै यो फिल्डमा सबै ठाउँ अराउन्ड हामीले ड्रोन मार्फत र हामी आफै पनि यो कुनामा सबै ठाउँमा छिरेर बाटो खोज्ने कोसिस धेरैचोटि गरेँ तर यो आइसको यो ठुल्ठुला दृश्यको कारणले गर्दाखेरि चाहिँ हामीले यहाँबाट कुनै विकल्प नभेटेको कारणले गर्दाखेरि चाहिँ अहिलेसम्म हाम्रो यही अर्केको कारण चाहिँ यो हो यहाँ तपाईँहरू कोही ड्रोन उडाउने ड्रोन पाइलटहरू हुनुहुन्छ भने तपाईँहरूले नै एकचोटि ड्रोन मार्फत नै हेरिदिनु होला भर्खरै पनि हामीले यहाँबाट ड्रोन मार्फत हेर्दाखेरि जुन यो माथि यहाँबाट हेर्दाखेरि यो पार्ट राम्रो देखिन्छ तर यो माथिको सबै दिशा चर्केर एकदमै ठुलो छ र यहाँबाट पनि हामीले भर्खरै ड्रोन उडाएर हेरी यहाँबाट ह्याङ्गिङ गरेर पछाडि जाँदाखेरि पछाडिमा एकदमै खतरा छ र माथि डोलाको साइडमा च्याप्दाखेरि माथिबाट घाम लाग्दाखेरि प्रत्येक मिनटमा दिनमा झरिरहन्छ यहाँ चाहिँ अहिले चाहिँ बिहान भएर हामीले त्यो देख्न सकिँदैन तर घाम लाग्यो भने चाहिँ यहाँ प्रत्येक मिनटमा ढुङ्गा खस्छ त्यो भएपछि हामीले यहाँ पनि सम्भव देख्दैन र अर्को हाम्रो विकल्प थियो यहाँबाट खुलुङ्गे भनेर एउटा हामीले प्लानिङ गरेको थियो त्यहाँ पनि अहिले ड्रोन उडाएर हेर्दाखेरि कुनै खालको विकल्प नै देख्दैन सबै आइस क्राक भएछ यसमा चाहिँ हामीले अहिलेसम्म गर्नु सके यति मात्र हो अब तपाईँहरू यहाँ आउनु भएको छ होइन यहाँ फिल्डमा नै आउनु भएको छ तपाईँहरूले यसरी निहालेर के गर्दाखेरि भेट हुन्छ तपाईँहरूबाट पनि केही आइडिया छ भने अहिले